के खाएर स्ट्याटस लेखिराख्नु भएको छ हाम्रो हर्क साम्पाङज्यू? यो चाहिँ जनताले सोध्ने बेला आइसकेको छ तपाईलाई। जसरी तपाईले स्ट्याटस लेखिराख्नु भएको छ, न बिना तुक्का बिना अर्थका स्ट्याटस आइरहेको छ नि, त्यो हेर्दा कि तपाईँ यो स्थानीय तहको चुनावको प्रिपरेसन त चलिरहेको छैन नि तपाईको दिमागमा? त्यसैको भोट कलेक्सन गर्नको लागि यो स्ट्र्याटेजी त होइन होला। व्यक्ति बीच वैचारिक द्वन्द्व निम्ताएर त्यसैमा राजनीति, त्यही जस्तो लाग्छ मलाई। नत्र भने एउटा कानुन विरोधी, एउटा संविधान विरोधी काम गरिराख्नु भएको छ तपाईँ। एउटा के राज्यको सम्पत्ति सजिलैले हडप्न पाउँछ सर्वसाधारणले? त्यसो भए त सबैले बनाए भइगयो नि बालुवाटारमा घर। जबकि सुकुम्बासी खुसी छन्, उनीहरू त्यो अपार्टमेन्टदेखि एकदम खुसी छन् भने तपाईको टाउको दुखाइ के रहेको छ यसमा? आफूसँगैको मेयर अहिले प्रधानमन्त्रीको पदमा छ भने रिस हो तपाईलाई? स्वीकार्नुस्। जति छिटो स्वीकार्न सक्नुहुन्छ नि हर्क साम्पाङजी, त्यति नै तपाईको छिटो भलो हुन्छ। किनभने जसरी तपाईँ अगाडि बढ्दै हुनुहुन्छ नि, त्यति नै तपाईँ पखालिँदै हुनुहुन्छ, त्यति नै हल्का भइराख्नु भएको छ जनता सामु। किनभने जनताले एउटा तपाईलाई राम्रो सम्भावना बोकेको व्यक्ति भनेर तपाईँ जनताको मनमुटुमा बस्न सफल भएको व्यक्ति, यो 2-3 महिनाको गतिविधिले नि जनताको नजरमा तपाईँ यतिसम्म पखालिसक्नु भएको छ। यो कुराको चाहिँ अलिकति ध्यानाकर्षण गर्ने हो कि माननीयज्यू? कि माननीय भएकै कारण तपाईले संविधान, कानुन र मानवता र नैतिकताको प्रकाष्ठा पार गरेर तपाईले यसको धज्जी उडाउन पाउने हो? यो जनताको प्रश्न। जसरी तपाईँ स्ट्याटस ठोकिराख्नु भएको छ, जसरी तपाईँ कानुन विपरीत काम गरिराख्नु भएको छ, यसले त यही कुरा स्पष्ट पार्छ कि तपाईले जे गर्दा पनि हुन्छ, सहयोग गर्नुस्, देश बनाउनु छ, न कि यसरी आफू प्रधानमन्त्री बन्न पाएन भनेर खेदो खन्नतिर लाग्नुस्। जबकि हाम्रो सुकुम्बासी खुसी छन्। यो भिडियो हेर्नुस्। पछि हामीले चाहिँ अब हामीले त्यो दुःखहरू चाहिँ बिर्सिन सक्छौं भन्ने आशा लागेको। खाना एकदम राम्रो छ। अरु के छ सुविधाहरू? एकदम राम्रो छ, ठिक छ। अब हामीलाई यतिकै सुविधा पाउनु पनि खुसी। बाढी आएर मान्छे मर्नु भन्दा त उहाँले अगाडि सोच्नु भएको छ नि।